आज चाहिँ एमएस वर्डको बारेमा डिस्क्राइब गर्न गइरहेका छौँ। एमएस अफिस यसभित्र छन् तीनवटा एप्लिकेसन, एमएस वर्ड, एमएस एक्सेल, एमएस पावर पोइन्ट। आज चाहिँ हामी एमएस वर्डको बारेमा पढ्न गइरहेको छौँ। एप्लिकेसन फाइल नेम एमएस वर्डको winword.exe, एक्सटेन्सन फाइल नेम .doc हो। एमएस वर्ड खोल्नलाई हामीले रनमा गएर winword.exe हान्दा पनि एमएस वर्ड खुल्छ। अब एमएस वर्ड भनेको के हो त? इन्ट्रोडक्सन. It is a big word processing program or an advanced word processing application program. It was developed by Microsoft Corporation in USA. With the help of this program, we can create any types of document, report, thesis, manual, designing, ID card, visiting card, logos, biodata, and proposal, etc. It also used to save and print data or document for future use. हामीले एमएस वर्डको सहायताले हामीले के बनाउन सक्छौँ त? हामीले कुनै पनि डकुमेन्ट बनाउन सक्छौँ, रिपोर्टहरू तयार गर्न सक्छौँ, थेसिसहरू तयार गर्न सक्छौँ, आइडी कार्डहरू, भिजिटिङ कार्डहरू, लोगोहरू यो भित्र बनाउन सकियो। टाइपिङ गर्न सक्यौँ, जस्तै डकुमेन्टहरू, लेटरहरू, यिनीहरू सबै एमएस वर्डमा बनाउन सक्छौँ। यो चाहिँ इम्पोर्टेन्ट छ, धेरै युज हुन्छ। एमएस वर्ड प्रोग्राम धेरै युज हुन्छ। अब यो एमएस वर्डलाई कसरी खोल्ने त? हाउ टु ओपन द एमएस वर्ड प्रोग्राम। अब एमएस वर्ड कति अहिले 2010को बारेमा कुरा गरिरहेछौँ। 2007 छ, 2010 छ, फेरि लेटेस्ट अहिले आइसक्यो, अरू पनि छन्। 2010 माइक्रोसफ्ट अफिस वर्ड 2010 कसरी ओपन गर्ने त? हाउ टु ओपन द एमएस वर्ड प्रोग्राम. क्लिक अन स्टार्ट बटन, क्लिक अन प्रोग्राम, क्लिक अन माइक्रोसफ्ट अफिस वर्ड 2010, यो गर्दा पनि हुने भयो। अथवा ओपन द रन डायलग बक्स, विन की प्लस आर, रन डायलग बक्स, रनमा जाने र डायलग बक्स खुल्छ, त्यसपछि विन की प्लस आर थिच्दा पनि भयो। अथवा टाइप winword.exe इन ओपन बक्स, खुलेको बक्समा winword.exe टाइप गर्ने, त्यसपछि प्रेस इन्टर कि, त्यसपछि एमएस वर्ड प्रोग्राम खुल्छ। अब हेरौँ इन्ट्रोडक्सन अफ एमएस वर्ड टुल्स। टुल्स भनेपछि यसरी ब्ल्याङ्क डकुमेन्ट खुल्छ। यो भित्र के हुन्छ त? यो माथितिर हो, यो मिनिमाइज भइहाल्यो, यो क्लोज अप्सन भइहाल्यो, यो ब्याकवार्ड फरवार्ड यिनीहरू भयो विन्डोको अप्सनहरू। फाइल हो, होम भयो, इन्सर्ट भयो, रो भयो, डिजाइन भयो, लेआउट भयो, रेफरेन्स, मेलिङ, रिभ्यू, भ्यू, हेल्प, यिनीहरू हुन्छ। यहाँ चाहिँ यसरी खुल्छ यो ब्ल्याङ्क डकुमेन्ट। यहाँबाट जुम गर्न सक्यो। यहाँ पेजहरू कति छ त? 101 लेखिरहेको छ यहाँ। अनि वर्डहरू कति टाइप भयो यहाँ देखाउँछ। जस्तै अहिले यो पेज कति छ? 47 छ। वर्डहरू कति छ? 10,838 वर्ड छ। यसरी देखाउने भयो यो चाहिँ ब्ल्याङ्क डकुमेन्ट। अब यो भनेको के हो त? कस्टमाइज क्विक एक्सेस टुल बार। यो भनेको यो डकुमेन्ट वर्ड, टाइटल बार, डकुमेन्ट वर्ड भनेको यो वाला टाइटल बार। यो छ नि, यो भनेको कस्टमाइज क्विक एक्सेस टुल बार। त्यसपछि यो भनेको युटिलिटी बटन, मिनिमाइज, माइनस भनेको मिनिमाइज, बक्सभित्र यो हुन्छ नि त, म्याक्सिमाइज, रिस्टोर, योले चाहिँ क्लोज भयो। यो होम, इन्सर्ट, ड्र, डिजाइन, लेआउट, रेफरेन्स, मेलिङ, रिभ्यू, भ्यू, हेल्प भनेको मेन्यु बार। त्यसपछि रिबन, यो रिबन, यो होरिजेन्टल रुलर, यो ट्याब, भर्टिकल रुलर, यो चाहिँ नम्बर अफ पेजेस, यो नम्बर अफ वर्ड, 1 अफ 1, पेज नम्बर 1 छ नि त, नम्बर अफ पेजेस 7 वर्ड, कति टाइप गर्नु नम्बर अफ वर्ड। यो चाहिँ जुमको भइहाल्यो 11मा। यो भर्टिकल स्क्रोल बार, यतापट्टिको यो भयो भर्टिकल स्क्रोल बार। यो चाहिँ टेस्ट, खाली टेस्ट एरिया ब्ल्याङ्क पेज हो। अब कसरी क्लोज गर्ने त यसलाई? हाउ टु क्लोज एमएस वर्ड 2010 प्रोग्राम. क्लिक अन क्लोज बटन, अथवा यो हुन्छ नि, योमा क्लिक गर्दा पनि भयो। अथवा प्रेस अल्ट प्लस F4 की, त्यसपछि क्लिक अन एस टु सेभ, नो टु डु नट सेभ। अब सेभ गर्ने कि छैन गर्ने हो कि होइन भनेर सोध्छ। सेभ गर्ने भयो एसमा थिच्नु पऱ्यो, होइन भने नोमा थिच्नु पऱ्यो। यसरी क्लोज गर्न सक्यो एमएस वर्ड 2010 प्रोग्राम। हाउ टु एड कमान्ड इन द कस्टमाइज क्विक एक्सेस टुलबार. कसरी कमान्ड एड गर्ने त? क्लिक अन कस्टमाइज क्विक एक्सेस टुलबार, क्लिक अन एनी वान कमान्ड विच यु वान्ट टु एड. नोट, यु क्यान रिमुभ द कमान्ड बाई क्लिकिङ रिक्वायर्ड कमान्ड. हामीले अब
कमान्डहरू पनि रिमुभ गर्न सक्छौँ। हाउ टु चेन्ज द पोजिसन अफ कस्टमाइज क्विक एक्सेस टुलबार। पोजिसन कसरी चेन्ज गर्ने त? क्लिक अन ड्रप डाउन एरो अफ कस्टमाइज क्विक एक्सेस टुलबार, क्लिक अन सो बिलो द रिबन अर सो एबभ द रिबन। हामीले के गर्नु पर्यो, रिबन सो गर्ने हो कि अनसो गर्ने हो भनेर यसरी पनि हामीले चेन्ज गर्न सक्यौँ। हाउ टु हाइड अर सो रिबन, क्लिक अन कस्टमाइज क्विक एक्सेस टुलबार, क्लिक अन मिनिमाइज द रिबन अर राइट क्लिक अन द रिबन एन्ड चुज मिनिमाइज द रिबन। यसरी हामीले हाइड अर सो रिबन गर्न सक्छौँ। थिङ्स टु रिमेम्बर बिफोर टाइपिङ, टाइपिङ गर्नुभन्दा अगाडि केही कुराहरू याद गर्नु पर्यो, रिमेम्बर गर्नु पर्यो। त्यो हो फर्स्ट प्लेस द कर्सर वेयर यु वान्ट टु टाइप। कर्सर यस्तो ल यो भयो, यो अहिले यहाँ छ नि त, त्यसपछि यहाँ गयो, यो कर्सर भयो। सेलेक्ट द रिक्वायर्ड फन्ट एन्ड फन्ट साइज, फन्ट यो भयो फन्ट। अब टाइम इन न्यू रोमन यो सेलेक्ट गर्ने हो कि के सेलेक्ट गर्ने। त्यसपछि रिक्वायर्ड फन्ट साइज अहिले कति छ त, 14 12 जति पनि राख्न मिल्यो। अहिले हामीले 14 राखिराख्यौँ। युज द ट्याब की मुभ कर्सर 0.5 इंच राइट, युज टु इन्टर की टु ब्रेक अ लाइन, प्रेस क्याप लक की टु मेक अल लेटर क्यापिटलाइज। क्याप लक क्यापिटल लेटर थिच्नु पऱ्यो भनेपछि क्याप लक थिच्ने। प्रेस सिफ्ट प्लस यानी कि टु मेक क्यापिटल लेटर एट द बिगिनिङ अफ द वर्ड अर सेन्टेन्स। सुरुमै जस्तै अब के लेख्नु पऱ्यो, ए लेख्नु पऱ्यो भने यो क्यापिटल भएन नि त, यसको लागि के गर्ने, सिफ्ट ए क्यापिटलमा लेखिन्छ यसरी। यति कुरा चाहिँ याद गर्नु पऱ्यो। थिङ्स टु रिमेम्बर बिफोर टाइपिङ, नेपाली फन्ट, नेपाली फन्ट लेख्नु पऱ्यो भने अहिले त इङ्ग्लिसमा लेखिरहेको छ। अब नेपाली फन्टको लागि के गर्नु पऱ्यो, सेलेक्ट द रिक्वायर्ड नेपाली फन्ट, इक्जाम्पल 50। अब यसमा जाने, यहाँ चाहिँ 50 हान्ने, PRETI 50। अब 50 भनेपछि यसरी नेपाली लेखिन्छ। सेलेक्ट द 50, डु नट प्रेस क्याप लक की, प्रेस सिफ्ट प्लस यानी कि टु मेक हाफ लेटर, यसरी गर्ने। अहिले हामी अब टाइम इन न्यू रोमनमै छौँ, त्यही भएर केही चेन्ज गरेनौँ। नेपालीको लागि पहिला फन्ट छान्ने, त्यसपछि साइज त यही भइहाल्यो। साइज अब हामीले जति पनि राख्न सक्यो, अहिले 14 राखिरहेको। सिफ्ट यानी कि टु हाफ लेटर लेख्नु पऱ्यो भने सिफ्ट थिच्ने, अनि कुनै जस्तै क लेख्नु पऱ्यो भने सिफ्ट प्लस यास थिच्नु पऱ्यो। यास भनेको क भयो, जस्तै 50 PRETI 50 फन्ट लेख्यौँ। अब यहाँ क लेख्नु पऱ्यो भने यास थिच्ने, क लेख्यो नि त। अब सिफ्ट क थिच्यो भने आधा क लेख्छ, यसरी लेख्नु पऱ्यो। हाउ टु राइट करेक्ट नेपाली फन्ट अर वर्ड, क्लिक अन अफिस बटन, क्लिक अन वर्ड अप्सन, क्लिक अन प्रुफिङ, क्लिक अन अटो करेक्सन अप्सन, रिमुभ द टिक मार्क फ्रम capitalize first letter of sentence, capitalize first letter of table or cell, click on auto format as you type menu, remove the tick mark from required option, state code with the smart code, click on OK button, again click on OK button। यसरी हामी नेपाली फन्ट करेक्ट गर्न। हाउ टु राइट करेक्ट नेपाली फन्ट अर वर्ड, यसरी नेपाली फन्ट र वर्ड करेक्टसँग लेख्न सक्छौँ। हाउ टु राइट टु फन्ट अन द वान डकुमेन्ट, टु फन्ट, click on office button, click on order option, choose customize option, again choose customize option, choose font in the category box, choose any one font into the font box, example pretty for Nepali, type shortcut key in the new shortcut key, alt plus A, click on assign, again choose another font, example Real Black for English, type shortcut key in the new shortcut key box, example alt plus S, click on assign, click on close, click on OK। यसरी हामी टु फन्ट वान डकुमेन्टमा लेख्न सक्छौँ। हाउ टु मुभ द कर्सर, कर्सरहरू कसरी मुभ गर्ने, इट इज यो युज टु मुभ द कर्सर वान क्यारेक्टर राइट, राइटतिर भने यो, लेफ्टतिर भयो यो, डाउन लाइन डाउन भनेपछि यो, अप भनेपछि यो। इट इज युज टु मुभ द कर्सर 0.5 इंच इन द राइट, ट्याब भयो। इन्ट, इट इज युज टु मुभ द कर्सर एट द इन्ड अफ लाइन, यो भयो। होमको यो काम भयो, कन्ट्रोल प्लस इन्टको यो, कन्ट्रोल प्लस होमको यो। इट इज युज टु मुभ द कर्सर एट द बिगिनिङ अफ द डकुमेन्ट। त्यसपछि सेलेक्टिङ टेस्ट, सेलेक्ट अल गर्नु पऱ्यो, प्रेस गर्नु पऱ्यो, के कन्ट्रोल प्लस ए गरेर सेलेक्ट गर्ने, अलाइन सिंगल क्लिक इन फ्रन्ट अफ लाइन, ओभर डबल क्लिक अन द रिक्वायर्ड वर्ड, ब्रैकेट ट्रिपल क्लिक, क्लिक ट्रिपल क्लिक अन द रिक्वायर्ड पैराग्राफ, सेन्टेन्स होल्ड डाउन द कन्ट्रोल की एन्ड सिंगल क्लिक एनीवेयर इन द इनसाइड द सेन्टेन्स, यसरी सेलेक्ट गर्नु छ। अफिस बटन, इट इज द मेन मेन्यू Bad of the MS Word 2010 program. It includes various options such as it a main menu bar,
क्याट होइन, it is main menu bar of the MS Word Office button. It is the main menu bar of the MS Word 2010 program. It includes various options such as new, open, save, print, close, etc. Office button मा यो हुन्छ new. It is used to create a new document file. Click on Office button, click on new, यो गर्ने, click on create गर्ने, यसरी new भन्छ. ओपन गर्नलाई यो भाइले use to open entire file or save file. Click on Office button, click on open or control plus so select the required file, click on open. यसरी ओपन गर्न सक्यो. सेभ गर्नलाई यो गर्न सक्यो. सेभ एज गर्नलाई यो गर्न सक्यो. क्लोज गर्नलाई यो, एक्जिट गर्नलाई यो, प्रिन्ट गर्नलाई यसरी प्रिन्ट, त्यसरी प्रिन्ट प्रिभ्यू गर्नलाई यसरी गर्ने. पेज सेटअप गर्नु पर्यो भने जस्तै अब पेजको साइज, मार्जिन, ओरिएन्टेसन गर्नु पर्यो, पेज सेटअपको लागि यो गर्नु पर्यो. प्रोटेक्ट फाइल गर्नु पर्यो भने यसरी प्रोटेक्ट गर्न सक्यो. त्यसपछि हाउ टु रिमुभ द पासवर्ड अफ द प्रोटेक्टेड फाइल. पासवर्ड अब कुनै प्रोटेक्टेड फाइलमा पासवर्ड हालेछ भने कसरी रिमुभ गर्ने, यसरी गर्ने. अब सब्सक्रिप्सन भने बेसमा कसरी यो छ नि 2 यसरी लेख्ने. दिस अप्सन युज टु क्रिएट स्मल लेटर बिलो द टेक्स्ट भने चाहिँ अब हामीले S2O लेख्नु पर्यो भने सुरुमा त यो लेख्नु पर्यो. त्यसपछि यो दुईलाई सेलेक्ट गर्ने, त्यसपछि होम मेनुमा जाने, त्यसपछि कन्ट्रोल प्लस यो इक्वल टु थिच्यो भने यो S2O लेख्न सक्छौँ. सुपरस्क्रिप्ट भनेको पावरमा कसरी लेख्ने, जस्तै A + B को होल स्क्वायर लेख्नु पर्यो भने सुरुमा यो लेख्ने, त्यसपछि 2 सेलेक्ट गर्ने, होम मेनुमा जाने, कन्ट्रोल प्लस सिफ्ट प्लस 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 थिच्ने र यो पावरमा जान्छ. 2 A + B को होल स्क्वायर कसरी लेख्ने छ सुपरस्क्रिप्ट भन्छ यसलाई. यसलाई चाहिँ सबस्क्रिप्ट, यसलाई चाहिँ सुपरस्क्रिप्ट हुन्छ. अब हाउ टु एप्लाई अल इफेक्ट अन द सेलेक्टेड टेक्स्ट अर प्याराग्राफ. अल इफेक्ट यसरी गर्न सक्यो. क्लियर फर्मेटिङ यो bullets. Using this option we can apply different types of bullet style or symbol of the required text or paragraph. यसरी गर्न सक्यो. नम्बर पनि यसरी गर्न सक्यो. मल्टी लेभल लिस्ट यसरी गर्न सक्यो. यहाँ स्टेपहरु छ, पढ्यो भने इजिली बुझिन्छ. डिग्रिज इन्डेन्ट पनि यो स्टेप भयो. इन्क्रिज इन्डेन्ट यो स्टेपहरु भयो. सर्ट, अब सर्ट गर्नु पर्यो भने यो स्टेपहरु फलो गर्ने. सो वाइड यो फलो गर्नु पर्यो. एलाइनमेन्ट, अब एलाइनमेन्ट हेर, यो चाहिँ यो एलाइन टेक्स्ट लेफ्ट, यो एलाइन टेक्स्ट सेन्टर, एलाइन टेक्स्ट राइट, जस्टिफाई, यो चाहिँ एलाइनमेन्ट भयो. लाइन स्पेसिङ यो भयो. लाइन स्पेसिङ अब यो र यो बीचको लाइन स्पेसिङ कति छ राख्ने, 1.15 राख्ने कि 1.5 राख्ने, 2.0 राख्ने कि, त्यो चाहिँ लाइन स्पेसिङ. सेडिङ कलरहरु सेडिङ कसरी गर्ने, बोर्डरहरु कसरी हाल्ने, स्टाइलहरु यो भयो. फाइन्ड भयो, यो गो टु यो भइहाल्यो. रिप्लेस यो इन्सर्ट गर्नु पर्यो. अब कुनै कुरा फिगरहरु, टेबलहरु, क्लिप आर्टहरु, चार्टहरु इन्सर्ट गर्नु पर्यो भने यहाँ छ नि त यो इन्सर्टमा जाने कि. अनि यहाँबाट पिक्चर हो भने यहाँबाट पिक्चर सेलेक्ट गर्ने, सेभ हो भने यहाँबाट सेलेक्ट गर्ने, यसरी गर्नु पर्यो. इन्सर्ट गर्नु पर्यो. इन्सर्ट, हाउ टु इन्सर्ट टेबल, यसरी इन्सर्ट गर्नु सक्यो. इन्सर्टमा जाने, टेबलमा जाने, सेलेक्ट गर्ने, यसरी त्यो गर्न सक्यो. हाउ टु एप्लाई टेबल स्टाइल टेबलको स्टाइल कसरी राख्न सक्यो. सेडिङ कलर यो. हाउ टु सेलेक्ट सेल, रो, कोलम एन्ड टेबल, कसरी रोहरु कोलमहरु कसरी सेलेक्ट गर्ने, यो भाइले यो स्टेप फलो गर्यो भने आउँछ. डिलिट गर्नु पर्यो भने कुनै रोज, कोलम, टेबल डिलिट गर्नु भने यो स्टेप छ. भर्टिकललाई कोलम भनिन्छ. भर्टिकल यो हुन्छ नि त भर्टिकल, यो भर्टिकललाई कोलम, होरिजन्टललाई रो भन्छ. हाउ टु इन्सर्ट रो यो स्टेप. हाउ टु इन्सर्ट कोलम यो स्टेप फलो गर्यो भने. मर्ज सेलहरु, दुईटा सेलहरु मर्ज गर्नु पर्यो भने यो. स्प्लिट सेडहरु, this is used to create multiple row and column. Split table यो. Auto fit यो स्टेप. हाउ टु सेट रो हाइट एन्ड कोलम हाइट यो यसरी गर्न सक्यो. अलाइनमेन्ट यो भयो. टेक्स्ट डिरेक्सनहरु यो. सेट सेल मार्जिनहरु यो भइहाल्यो. हाउ टु सर्ट टेक्स्ट नम्बर इनसाइड द टेबल यो भइहाल्यो. हाउ टु कन्भर्ट टेबल अर टेक्स्ट यसरी गर्ने. हाउ टु एप्लाई टेक्स्ट टु टेबल फलोइङ स्टेप्सहरु. क्याल्कुलेट डेटाहरु क्याल्कुलेट कसरी गर्ने, यसो गर्ने, टेबलभित्र यो हाल्ने. त्यसपछि यो भयो. पिक्चरहरु यसरी. पिक्चर कसरी युजिङ दिस अप्सन वी क्यान इन्सर्ट पिक्चर फ्रम कम्प्युटर मेमोरी टु डकुमेन्ट. क्लिक अन इन्सर्ट मेनु, क्लिक अन पिक्चर बटन, देन डायलग बक्स विल एपियर. सेलेक्ट द रिक्वायर्ड पिक्चर, क्लिक अन इन्सर्ट बटन. यसरी पिक्चर सेलेक्ट गर्न सक्यो. यहाँ छ नि त हो, अहिले होममा छ भने इन्सर्टमा जाने, अनि त्यसपछि पिक्चरमा जाने. अब डिभाइसबाट यहाँबाट सेलेक्ट गर्ने, यसरी पिक्चरहरु सेलेक्ट गर्नु पायो. हाउ टु एप्लाई ब्राइटनेस, कन्ट्रास्ट एन्ड रिकलर इन द पिक्चर यो स्टेप. पिक्चर स्टेपहरु
पिक्चर इन डिस्टेम स्टाइल यो स्टेपहरू हाउ टु सेट पिक्चर इन डिफ्रेन्ट सेप यो हाउ टु एप्लाई पिक्चर बोर्डर एन्ड कलर यसरी गर्न सक्यो हाउ टु एप्लाई पिक्चर इफेक्ट यसरी गर्न सक्यो हाउ टु चेन्ज पिक्चर पोजिसन यो गर्न सक्यो ट्रेस ट्र्यापिङ यो रोटेट गर्नु पऱ्यो भने यिनीहरू स्टेप्सहरू हाउ टु एरेन्ज पिक्चर यो स्टेपहरू फलो गर्ने क्लिप आर्ट यो स्टेप सेप यो स्टेप यो स्टेप स्मार्ट आर्ट यो ग्राफिक स्मार्ट यो स्मार्ट एन्ड लेआउट यो हाउ टु चेन्ज कलर टु अफ स्मार्ट एन्ड आर्ट ग्राफिक यो स्टेप्सहरू छ स्टेप्सहरू इजी नै छ बुझिन्छ स्टेप बाई स्टेप हेर्दा बुझिन्छ यो स्मार्ट आर्ट सेप यो हाउ टु एप्लाई सेप स्टाइलहरू यो भइहाल्यो स्टेप्सहरू चार्टहरू कुनै पनि अब चार्ट इन्सर्ट गर्नु पऱ्यो भने यसरी चार्टको टाइप चेन्ज गर्नु पऱ्यो यसरी एडिट गर्नु पऱ्यो त्यता यसरी हिडर एन्ड फुटर हिडर माथिमा हिडर एन्ड फुटर भनेको अब माथि पेजको माथि र मुनि हिडर भनेको माथि फुटर भनेको मुनि using this option we can insert header and footer on the document how to insert header and footer click on insert video click on arrow of header and footer option choose required one option यसरी header र footer insert गर्न सक्छ how to insert पेज नम्बरहरू जस्तै पेज नम्बरहरू हुन्छ नि त पेपरमा पेज नम्बर लेख्नु पर्यो भने चाहिँ यसरी क्लिक on insert menu भने क्लिक on arrow of पेज नो अप्सन choose required one option टप अफ पेज बटम अफ पेज कहाँ राख्ने पेजको टुप्पोमा राख्ने कि पेजको पुच्छरमा राख्ने टप अथवा बटम कुन हो पेज नम्बर कहाँ राख्ने जेनरली बटममा राखिरहेको हुन्छ त्यो सेलेक्ट गर्नु पर्यो त्यसपछि टेक्स्ट बक्स यसरी इन्सर्ट गर्नु पर्यो ओड आर्टहरू अब डिफ्रेन्ट ओड आर्टहरू हुन्छ नि त यसरी स्टेपहरू हाउ टु एडिट द ओडआरलाई एडिट गर्नु पर्यो भने यिनीहरू स्टेपहरू फलो गर्ने ओड आर्ट सेपहरू हाउ टु चेन्ज ओड आर्ट सेपहरू चेन्ज गर्नु पर्यो यो स्टेप भयो ड्र क्याप यो स्टेप अब डेट एन्ड टाइम युजिङ दिस अप्सन वी क्यान इन्सर्ट करेन्ट डेट एन्ड टाइम अन द रिक्वायर्ड डकुमेन्टमा डेट एन्ड टाइम राख्नु पर्यो भने यो हो अब्जेक्ट यो भयो स्टेप्सहरू टेस्ट फ्रम फाइलबाट टेस्ट कसरी इन्सर्ट गर्ने यो स्टेपहरू इक्वेसनहरू यो भइहाल्यो सिम्बलहरू यो भयो इक्वेसन अब योमा जाने इन्सर्टमा यहाँ छ नि त इक्वेसन अब कुन इक्वेसन राख्ने त यसरी सेलेक्ट गर्ने अब सिम्बलहरू भनेपछि यहाँबाट मोर सिम्बलहरू पनि आउँछ यो अब यहाँ हेर्नु मोर सिम्बलहरू स्पेसल क्यारेक्टरहरू यिनीहरू यहाँ गर्ने यो क्लिक गर्ने यहाँ इन्सर्ट गर्ने ओके गरिदिने यसरी इन्सर्ट गर्न सक्यो हैन इक्वेसन सिम्बलहरू यो हो पेज लेआउट मेनु अल्ट प्लस पी युजिङ दिस मेनु बार वी क्यान एप्लाई थेम्स पेज सेटअप पेज ब्याकग्राउन्ड इडिसन हाउ टु एप्लाई थेम्सहरू कसरी एप्लाई गर्ने यो स्टेप्सहरू फलो गरेर हाउ टु सेट डकुमेन्ट मार्जिन ओरिएन्टेसन साइज एन्ड कलम यसरी साइज भनेको A4 हो कि लेटर हो कि के हो हाउ टु इन्सर्ट लाइन नम्बरको लागि यो भइहाल्यो हाइफेनेसन एप्लाई गर्नलाई यो भयो वाटरमार्क एप्लाई गर्नलाई यो भयो वाटरमार्क भनेको अब जस्तै अब मेरो च्यानल AK20 राख्नु पर्यो भने यसमा राख्नु मिल्यो नि त ओपन द रिक्वायर्ड डकुमेन्ट क्लिक अन पेज लेआउट मेन्यु पेज लेआउटमा जाने क्लिक अन एरो अफ वाटरमार्कमा जाने क्लिक अन कस्टम वेयरमार्क वाटरमार्कमा जाने क्लिक अन एरो अफ देन डायलग बक्स विल एपियर सेलेक्ट रिक्वायर्ड पिक्चर ल्याङ्ग्वेज टेक्स्ट फन्ट साइज कलर एन्ड लेआउट क्लिक ओके गर्नु अब जस्तै यो होममा गयौँ लेआउटमा गएर यहाँ हुन्छ नि त लेआउटमा गयौँ वाटरमार्क यो चाहिँ 2010मा चाहिँ केमा जानु पर्दो रहेछ भने डिजाइनमा जानु पर्यो डिजाइनमा ओपन द रिक्वायर्ड डकुमेन्ट क्लिक अन डिजाइन यो मिस्टेक रहेछ DSIGN डिजाइनमा जाने त्यसपछि यहाँ एरो छ वाटरमार्क क्लिक अन एरो अफ वाटरमार्क ठिक छ यो क्लिक अन एरो अफ वाटरमार्क यसमा जाने त्यसपछि अब कस्टम कुन हो त यो चाहिँ वाटरमार्क WATER वाटरमार्कमा जाने यसमा जाने अब कुन राख्ने यो राखौँ भनेपछि देन डायलग बक्स विल एपियर अब डायलग बक्स आयो सेलेक्ट रिक्वायर्ड पिक्चर अर ल्याङ्ग्वेज अर टेक्स्ट यो यसरी गर्ने यो आयो नि त यो यसरी कन्फिडेन्ट रोलमा आयो
यो कन्फिडेन्ट कसरी राख्ने त हामी त कोही बेला होममा हुन्छौँ सुरुमा के गर्ने वाटरमार्क लागि यो छ नि हाउ टु एप्लाई वाटरमार्क ओपन द रिक्वायर्ड डकुमेन्ट यो ओपन गर्ने क्लिक अन डिजाइन होममा छौँ डिजाइनमा जाने त्यसपछि वाटरमा जाने अब कुन यसरी राख्ने हो कि यसरी राख्ने हो कि यसरी राख्ने हो कुन हो त्यो चाहिँ क्लिक गर्नु पर्यो यसरी चाहिँ वाटरमार्क राख्न सक्यौँ फेरि होममा जाउँ हाउ टु एप्लाई पेज कलर पेजको कलर राख्नु पर्यो ओपन द रिक्वायर्ड डकुमेन्ट क्लिक अन पेज लेभल मेनु क्लिक अन एरो पेज कलर चुज रिक्वायर्ड वान कलर सेलेक्ट गर्ने यसरी पेजको कलर राख्न सक्यौँ पेजको बोर्डरहरू यसरी राख्न सक्यौँ पेज बोर्डरहरू यसरी राख्ने इन्सर्ट टेबल अफ फिगर यसरी राख्न सक्यौँ हाउ टु इन्सर्ट बिब्लियोग्राफी यसरी रिफरेन्सहरू गर्न सक्यौँ मेलिङ मेनु युजिङ दिस मेनु बार वी क्यान क्रिएट इन्भेलेप स्टार्ट मेल मर्ज इटिसी इन्भेलेप सुरुमा के हुन्छ टु लेख्ने त्यसपछि फ्रम यसरी लेख्न सक्यो इन्भेलेपको लागि मेल मर्ज गर्नु पर्यो भने यो हो यो स्टेपहरू फलो गर्ने रिभ्यू मेनु अल्ट प्लस आर यसरी गर्न सक्यो हाउ टु चेक स्पेलिङ एन्ड ग्रामर यसरी गर्नु पर्यो रिसर्च वर्ड मिनिङ यसरी लेख्नु पर्यो त्यसरी यो वर्ड काउन्टहरू यसरी न्यू कमेन्ट यो डिलिट कमेन्ट डिलिट गर्नु पर्यो भने हाउ टु डिलिट कमेन्ट सेलेक्ट द रिक्वायर्ड कमेन्ट क्लिक अन रिभ्यू मेनु क्लिक अन डिलिट कमेन्ट यसरी डिलिट गर्न सक्यो भ्यू मेनुको सर्टकट के हुन्छ अल्ट प्लस डब्लु हाउ टु सी डकुमेन्ट डिफ्रेन्ट भ्यू यसरी हेर्न मिल्यो हाइड अर सो रुलर ग्रिड लाइन एन्ड अदर अप्सन जुम गर्नु पर्यो यो म्याक्रोज यो हाउ टु प्ले म्याक्रोज यसरी त्यसपछि एमएस एक्सेल हुन्छ आज ल यति गरौँ एमएस वर्डको बारेमा यति नै भयो एमएस वर्ड 2010